सोच किन मिल्दैन? यस बजारमा आएका हाम्रा जति पनि महानुभावहरू किनबेच गर्दै गरेका जति पनि हाम्रा दाजुभाइहरू, तपाईलाई हामी यो समय एउटा खुसीको सन्देश तपाईले उहिलेदेखि हाम्रा पिता पुर्खा बाजे बराजुले खोज्दै गरेको खबरहरू सुनाउन आज हामी तपाईको बीचमा आएका छौं। तपाईले चाहेको तर तपाईलाई मन नपर्ने खबर हामीले सुन्न आएका छौं मेरो प्रिय। तर दुःखको साथ म भन्न लागिरहेको छ, आज जीवन र शान्ति हामीले सुनाएको खबरमा नै तपाईले पाउनुहुन्छ। तपाई मान्नुहोस् या नमान्नुहोस्, भनिरहेको छ जन्म र मरण मानिसको मिल्छ अरे, तर सोच किन मिल्दैन? संसारमा मानिस सबै एउटै हुन्छन्, तर भावना किन मिल्दैन? मेरो प्रिय, आकाश सबैको एउटै हुन्छ, धरती सबैको एउटै हुन्छ, तर सिमाना किन मिल्दैन? सबै मानिसको रगत एउटै हुन्छ, तर मन किन मिल्दैन? मेरो प्रिय, म तपाईलाई यहाँबाट केही कुरा बताउन चाहन्दैछु। सबैलाई दुख्ने घाउ एउटै हुन्छ, तर किन पीडा मिल्दैन? माया गर्ने मन सबैको एउटै हुन्छ, तर निभाउने तरिका किन मिल्दैन? आँखा सबैको एउटै हुन्छ, तर हेर्ने नजर किन मिल्दैन? मेरो प्रिय, आज हामी तपाईलाई चाहिएको केही खबरहरू, सन्देशहरू जो तपाईको डाइनिङ हलमा रहेका टिभीले नबताउला, तपाईले चाहेको खबरहरू सायद तपाईको पत्रिका न्युजपेपरले नबताउला, तपाईले चाहेको खबर, तपाईले मनपर्ने खबर हुन सक्छ तपाईको इष्टमित्रले तपाईले नदेला। तर आज हामी तपाईलाई एउटा खुसीको खबर सुनाउन आएको छौं, एउटा आनन्दको खबर सुनाउन आएको छौं। यस बजारमा किनबेच गर्ने आएका जति पनि हाम्रा दिदीबहिनी, यस आशाबाट दुलममा रहेका जति पनि मानिसहरू सबैलाई मेरो प्रिय, यो संसार पनि भन्दैछ मान्छेले एउटा बजार अरे। उहिलेका बाजे बराजुले भन्दै गर्छन्, दर्शन शास्त्रीले भन्दै गर्दछ, जीवन पनि एउटा बजार अरे, संसार पनि एउटा बजार अरे। यहाँ मान्छे किनबेच गर्छन् अनि फर्केर जान्छन्, तर तपाईँ पनि आज यहाँनिर किनबेच गर्न आएको छ अनि साँझ भएपछि तपाईँ फर्किनुहुन्छ। तपाईँ यहाँ समयदेखि रहनुहुन्न। यस ग्राउन्ड छेउको सबै मान्छेले किनबेच गर्छ अनि केही समयपछि उहाँ घर फर्किनुहुन्छ। सधैँभरि यहाँ बस्दैन, रातभरि बस्दैन, भोलि बस्दैन, पर्सि बस्दैन। मेरो त्यो एक दिन बेलुकीको समय या भोलि ऊ आफ्नो घरबाट लम्किन्छ। मेरो प्रिय, तपाईँलाई म भन्न चाहन्छु, यो संसार एउटा मायाको संसार हो भने हामी एक दिन यहाँबाट फर्केर जानुपर्छ। मेरो प्रिय, कोही अघि जान्छ, कोही पछि जान्छ, कोही ढिलो जान्छ, कोही छिटो जान्छ, कोही एक दिन हामी यो संसारबाट जानै पर्छ। उहिलेको हाम्रा बुजुर्ग, हाम्रो पुर्खाले भन्ने गर्दछ, मेरो प्रिय, हामी एक दिन यस संसारबाट जानै पर्छ। जानु त पर्छ मेरो प्रिय, तर जाने पो कहाँ आयो हामी, त जाने पो कहाँ? के तपाईँ जानुभन्दा अघि पहिला आफ्नो गन्तव्यलाई तपाईँले याद गर्नुभएको छ? आफ्नो गन्तव्य, तपाईँको गन्तव्य कहाँ पुग्ने हो के तपाईँलाई थाहा छ? मेरो प्रिय, म तपाईँलाई भन्न चाहन्छु, आज हामी तपाईलाई तपाईँको गन्तव्य देखाउन आएका हौं। तपाईँ मान्नुहोस् या नमान्नुहोस्, यस बजारमा किनबेच गर्न आएका मेरा महानुभाव, मेरो दिदीबहिनी, दाजुभाइहरू, तपाईँ मान्नुहोस् या नमान्नुहोस्, आजको समय हामी तपाईँलाई तपाईँको गन्तव्यको बाटो देखाउन आएका हौं। तपाईँको गन्तव्य कहाँ छ हामी तपाईँलाई भन्न आएको। मेरो प्रिय, आज संसारमा मानिसहरू अल्मलिरहेको छ, संसारमा मानिसहरू आज अल्मलिरहेको छ। दिशा जाले छोएको जस्तै, दिशा जाले छोएको जस्तै मानिसहरू अल्मलिरहेको छ। जता पाए त्यतै हिँडिरहेको छ, जस्तो पाए त्यस्तै गरिरहेको छ। के तपाईँले सत्य परमेश्वरलाई खोज्ने निर्णय गर्नुभएको? सबैलाई हजुरहरू समक्ष आज हामी केही शुभ सन्देश लिएको छौँ। मेरो नाम अर्पणा बस्नेत, हजुरहरूको माझमा केही शुभ सन्देश बाँड्न तपाईँहरूको माझमा उपस्थित भएको छु। आज यो शुभ सन्देश के हो त?
हामी हिँडिरहेका छौँ, हामी खाइरहेका छौँ, बेचबिखन गरिरहेका छौँ, किनबेच गरिरहेका छौँ। हाम्रो जीवन लगातार चलिरहेको छ। तर त्यस बीचमा आज हामी यस्तो अवस्थामा छौँ जुन अवस्थामा हर क्षण Juga volume punya sama volume. Tinggal lihat tuh tinggal tinggal. Sitting. सिधै सनम सपति हैन पहिला ओइ के भन्छ है स्टप हाय हेलो जय जय जन्मन्दा सास हुन्छ तर नाम हुँदैन।
मानिस जन्माउँछ सास हुन्छ तर नाम हुँदैन। जब मानिस मर्छ नाम हुन्छ सास हुँदैन। संसारले यसै नाम र सासको बिचलाई जीवन भन्दछ। तर पवित्र शास्त्र धर्म बाइबलले भन्दछ तर परमेश्वरलाई चिन्नु उहाँले पठाउनु भएको एकमात्र पुत्र यीशु ख्रीष्टलाई विश्वास गर्नु नै जीवन हो। किनभने जीवन चाहिँ परमेश्वरको हातमा हुन्छ, मृत्यु चाहिँ परमेश्वरको हातमा हुन्छ। जीवन भएपछि मृत्यु अवश्य नै हुन्छ। मानिस जन्मेपछि मृत्यु अवश्य हुन्छ। मृत्युलाई रोक्नको लागि पैसाले कहिले पनि सक्दैन। जब समय आउँछ मृत्यु अवश्य नै छ। अनि हाम्रो दैनिक जीवनको मृत्यु त्यस पछाडि एउटा आत्मिक जीवनको मृत्यु पनि आउँछ। सिधै उता अगाडिको चौपातीमा उभिनु। है यहाँ होइन, अगाडि 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 अगाडि। आफ्नो